हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आज फेरि म ब्लग लिएर आएको छु। आज चाहिँ म यहाँ बर्मेकको स्विमिङ पुल आएको छु गाइस हो। तपाईँहरू हाम्रो साथीहरूसँग आएको छ। आज चाहिँ एकदम चिल गर्नु यहाँ छिरिङ दिन्छ हाम्रो धेरै दिनको बादमा। ओए बडी देखा त तेरो। ओइ सरी अब इसको हालिदिन्छ है म ब्लगमा। नामगेल आया छोदो हेर्नुहोस् होला ब्लग अझै पनि के हुन्छ। Give me another chance, I wanna grow up once again. Give me some sunshine, give me some rain. Give me another chance, I wanna grow up once again. Enjoy. 99%. एकदम इन्जोय हुँदैछ आज चाहिँ हाम्रो साथीहरूसँग। यहाँ कसै चाहिँ यता बसिरहेको छ अल्छीहरू। ओ यता हाम्रो ठिले भाइ ठिले कस्तो लाग्यो आजको? हो म आउँदैछु ल। एकदम आज चाहिँ हामी अब साथीहरूसँग चिल गर्न आएको छ यहाँ बर्मेकको स्विमिङ पुलमा। आउनुहोस् है तपाईँहरू आफ्नो साथीहरूसँग। आज फेरि कस्तो घाम राम्रो टनटन घामै नलागेर हौ। हाम्रो छिरिङ पनि छ अलिअलि जिम गर्दैछ कि उसको बडी पुरा देखाउँदैछ। लो रेस केटाहरूको कमन नामगेल हाम्रो बिट बक्स गर्ने भाइ चाहिँ है। बिट बक्स गर्ने भाइ स्विमिङ पुलको भिडियो चाहिँ यति नै थियो। अब चाहिँ हामी चाहिँ फर्केको 4 बजिसकेको छ। भिडियो यति नै थियो। मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब अनि कमेन्ट गरिदिनुहोस् होला। यहाँ पसन्द कस्तो भयो आज बन्द? आजको दिन चाहिँ दामी भयो। स्विमिङ खेल मजा आयो मेरो लागि चाहिँ। खाजाहरू कस्तो थियो? खाजाहरू त एकदम दामी थियो। अनि जमिन चाहिँ अलिकति धेरै भएछ तर दामी थियो। के म त पुरा सेतो देख्दैछ त। हेरौँ बनाइदिइहाल्छ नि।
अब चाहिँ हामी यहाँ तिमीतारको घुम्न आएको चाहिँ हेर्नुहोस् तिमीतारकोमा चिया बगानहरूले हरियै भएको छ आउनुहोस् है तपाईँहरू पनि हेर्नुहोस् हरियै छ हरियो एकदम हरियो भइरहेको छ